को रूपमा मात्रै हरेक कार्यक्रममा उभिने गरेको छु। आज चाहिँ संयोगले मैले बस्ने मौका पाएँ। धन्यवाद। थ्याङ्क यू। यु डिड अ भेरी गुड जब रवि। आजको कार्यक्रमको निकै राम्रोसँगले कार्यक्रमलाई सुरुदेखि अन्त्यसम्म यो फ्लोमा लिएर जान निकै चुनौती थियो। अगाडि हामीले कार्यक्रमलाई सेड्युल गर्दाखेरि पक्कै पनि कार्यक्रम कस्तो हुन्छ भने, किनभने हरेक कार्यक्रम उद्घोषकको हातमा हुन्छ र उद्घोषकले नै त्यो कार्यक्रमलाई चाहिँ एउटा नितान्त जीवित बनाउँछ। म धेरै कुरा भन्दिनँ, सरले कोर्डिनेटरहरूले धेरै कुरा भनिसक्नुभयो। जिन्दगीमा जहिले पनि आफूलाई एउटा सिराबाट चाहिँ सुरु गर्नु पर्यो। आजदेखि अन्त्य भएको होइन, सुरुवात चाहिँ भएको हो है। यु हेभ स्टार्टेड फ्रम द टुडे। एउटा भनाइ छ, जहिले पनि आफूलाई चाहिँ समाधानको बाटो बनाउनु समस्याको होइन। यु अलवेज मेक योरसेल्फ इन अ सो द्याट यु आर अलवेज अ पार्ट अफ अ सल्युसन, नट अ प्रब्लम। हामी जहिले पनि समस्यालाई चाहिँ पहिला देख्छौँ। हुन त ह्युमनिस्टिक एप्रोचबाट हेर्ने हो भने जहिले पनि त्यो इन्स्टिङ्क्ट कस्तो हुन्छ भने हामी नेगेटिभ कुरालाई नै पहिला देख्छौँ। देख्न चाहिँ त्यो मानवको एउटा अन्तर्मनदेखि आएको एउटा हुने हो, मानव विकाससँगै आएको कुरा हो। तर पनि हामीले जहिले पनि समाधानलाई चाहिँ हेरौँ है। यु अलवेज सी इन द पोजिटिभ साइड, not the darker side but the brighter side of the everything is a life. So you have started your life for today. हामीले यो बीचमा एक दुईवटा कुराहरू भन्नै पर्ने छ। म आइकन केही कुराहरू हामीले सकारात्मक तरिकाले हाम्रो डिरेक्टर सरसँग, कोअर्डिनेटरहरूसँग बसेर विभिन्न कुराहरूमा हामी छलफल गर्दै केही कुराहरूलाई चाहिँ सुधार गर्नुपर्छ, चुनौती लिनुपर्छ भनेर पनि हामीले कलेजमा प्रशासनदेखि लिएर एकाडेमिक्सदेखि लिएर विद्यार्थीको हकमा पनि केही कुराहरू परिवर्तन गरेका छौँ। र यहाँ जोड्नै पर्ने कुरा, यो विगतको 1-2 महिनामा मैले ब्याकइनमा बसेर टिमसँग सल्लाह गरेर एउटा काम गरेका थिएँ। जस्तै विद्यार्थीहरूलाई चाहिँ कमसेकम यहाँबाट पास आउट हुँदाखेरि ग्रेजुएटहरूले जबमा चाहिँ उनीहरू कहीँ न कहीँ अड्किनुपर्छ। जस्तो बिएचएमको हकमा त उनीहरू इन्टर्नसिपमा जान्छ, तर बिबिएको यहीँ हुने भएकोले अहिले 7th सेमिस्टरबाट मैले 2-3 जनालाई खोज्दै जाँदा मेगाटेक ग्रुपमा हामीले भर्खरै 2 जनालाई रिक्रुट गर्न सफल भएका छौँ होइन। मैले चाहिँ उहाँहरूसँग चाहिँ एउटा सफ्ट एमओयूको रूपमा पनि हामी प्लान गरिरहेका छौँ कि मेगाटेक ग्रुपसँगै जब इन्टर्नसिपको लागि, जब प्लेसमेन्टको लागि चाहिँ मैले एउटा एमओयूको लागि प्लानिङ गरिरहेको छु। त्यस्तै मैले बिएचएमका ग्रेजुएट्सहरूलाई पनि मैले भन्न चाहन्छु, मैले यो बिचमा अर्को भनेको इमिरेट्स फ्लाइट केटरिङसँग पनि मेरो एउटा लामो कुराकानी भइरहेको छ। उहाँहरूसँग पनि एउटा एमओयूको प्लानिङमा म बसिरहेको छु। भोलिका दिनमा चाहिँ बिएचएम सकेर इन्टर्न गरेर आइसकेकाहरूलाई चाहिँ एउटा अपर्च्युनिटीको रूपमा चाहिँ इमिरेट्स फ्लाइट केटरिङमा पनि अपर्च्युनिटीको रूपमा चाहिँ हामीले उहाँहरूलाई प्लेसमेन्ट गर्न सक्छौँ भनेर एउटा लागिरहेको छौँ। त्यसरी नै विभिन्न अरू डेल्टा टेक जस्ता कम्पनीदेखि लिएर 4-5वटा कम्पनीसँग कुरा भइरहेछ, जहाँ चाहिँ यो बिबीएका स्टुडेन्टहरूलाई चाहिँ एटलिस्ट 8 सेमिस्टर सक्दाखेरि केही न केही रूपमा प्लेसमेन्टसम्म पुगाउन सकौँ भनेर हामीले ब्याकइनमा बसेर गरेका कामहरू हो। यद्यपि चुनौती लिइरहेछौँ, हामी गरिरहेछौँ होइन। कोसिस नै गर्ने हो, कोसिस गरेर हामीले ट्रान्सफर्मेटिभ भएर हेरौँ र ट्रान्सफर्मेसनमा हामीले चाहिँ पक्कै पनि पुग्नुपर्छ भन्ने एउटा माइन्डसेटका साथ हामी अगाडि बढिरहेछौँ। हामीले फ्याकल्टीसँग मिटिङ गऱ्यौँ, यो बिचमा 2-3वटा फ्याकल्टीसँग मिटिङ गऱ्यौँ। भर्खरै हामीले नयाँ सेमिस्टरहरू सुरु गरेका छौँ। हो, उहाँहरूलाई पनि कतिपय कुराहरूमा चुनौती छ, हामीले अझै चुनौतीहरू थपिदिएका छौँ। अनि त्यो अनुसारले, किनभने यी विद्यार्थीहरू आज ग्रेजुएट भएर मात्रै गएका होइनन् कि, यी विद्यार्थीहरूले भोलिको दिनमा करियरमा सुरु गर्दा कहीँ न कहीँ हाम्रो नाम पनि जोडिएको छ, संस्थाको नाम जोडिएको छ। हामी संस्थामा भएका ती मान्छेहरूलाई चाहिँ यी विद्यार्थीहरूले भोलिको दिनमा एउटा मार्गदर्शकको रूपमा, एउटा रोल मोडलको रूपमा लिने एउटा आधार पनि जोडिएको छ। त्यही भएर यी विद्यार्थीहरूले भोलिको दिनमा बाहिर निक्लिँदाखेरि ग्रेजुएटली उनीहरूले आफूलाई चाहिँ म यस आई एम ग्रेजुएटेड फ्रम शास्त्रम कलेज भनेर एउटा गर्वले भन्न सकोस् होइन। त्यो गर्व हामीले क्रिएट गर्नुपर्छ र हामीले ब्याकइनमा बसेर पक्कै पनि यी कामहरू गरिरहेछौँ। नेपथ्यमा बसेर कतिपय कामहरू, किनभने सबै कुरा भिजिबिलिटी हुनुपर्छ अथवा तुरुन्तै देखिन्छ भन्ने छैन। यसको इफेक्ट्स र यसको प्रोसिड्युर्सको कारणले गर्दा कुनै निकै निश्चित समय पछाडि पक्कै पनि देखिन्छ। र आजको दिन मैले फेरि अन्त्यमा जोडेँ, तपाईँहरूको यो अन्त्य होइन, यो सुरुवात हो। किनभने एकाडेमिक करियर मात्रै सक्नुभयो, जिन्दगीको करियर आजबाट सुरु भयो तपाईँहरूको जिन्दगी। यहाँबाट निक्ले पछाडि तपाईँहरूले अनि मात्रै देख्नुहुन्छ। हिजोको दिनमा भएका प्याम्परिङ